म भात खान्छु, सरकारले के खान्छ? मलाई लाग्छ सरकारले पनि भात खान्छ। मलाई त थाहा छ त्यो भात कहाँबाट आउँछ। सरकारलाई त्यो कुरा थाहा छ कि छैन? त्यो भात धानबाट आउँछ। त्यो धान किसानको खेतमा फल्छ र त्यसका लागि मल चाहिन्छ, मल। गाउँ गइसक्नु छैन, ध्रुवे देखिस् भनेर भिडियोहरू हालिरहेको छ। राजेन्द्र राईले बोल्नु भएको, सभामुख महोदय म अगाडि बढ्न सक्दिनँ भनेको छ, गाडी भाँसिरहेको। माननीय सदस्य अगाडि बढौँ। म अगाडि जान सक्दिनँ सभामुख महोदय, सम्मानित सभामुख महोदय। ट्रोलहरू आज व्यापक भइरहेको छ। अरे कहना क्या चाहते हो? सभामुख महोदय, त्रिविध चिकित्सा शास्त्र अध्ययन। नेपाली कांग्रेसका माननीय सदस्य आफ्नो भनाइ सकौँ। सक्यो हजुर, मेरो अन्तिम कागजमा छु म। नेपाली कांग्रेसका तपाईँको अन्तिम कागजलाई 3 मिनट लाग्ने देखिन्छ, त्यस कारणले माननीय सदस्यले सकौँ। माननीय सदस्य सभामुख महोदय, एउटा अब समय सकिन लाग्यो। सभामुख महोदय, एउटा जानकारी दिन पनि चाहन्छु मैले। समय अलिकति बढ्यो, राम्रो हुन्थ्यो। सरकारको विषयमा राम्रो जानकारी दिनुपर्ने नै छ, एकदम आवश्यक छ। त्यहाँ समय सायद बसौँ। माननीय सदस्य, सम्माननीय प्रधानमन्त्रीले गाडी एकचोटि रियल गाडी लगेर मेरो भोजपुरको माथि सिलिचुङदेखि तल हसनपुरसम्म स्पिडमा झार्नु भए म हेर्न चाहन्थेँ, कस्तो पार कुद्ने हुन्थ्यो। स्टन्ट गर्ने बानी सरकारले छोड्नु पर्यो, स्टन्ट बन्द गर्नु पर्यो र राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँबाट चाहिँ माथि उठाउनु पर्यो। स्टन्ट गरेर देश बन्दैन, स्टन्ट गरेर देश बन्छ। त्यसको जिम्मेवार, यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो। बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरिकन अगाडि बढिरहेको छ। म यो सरकार मुर्दाबाद भन्न चाहन्छु। तपाईँ कान सुन्नुहुन्छ कि सुन्नुहुँदैन? आज जुन कुरा बोलिएको छ सभामुखले, यो कान सुन्नुहुन्छ कि हुँदैन भन्ने शब्द संसदको रेकर्डबाट हटाइयोस्। यदि हटाइएन भने, यदि नहटाइएको खण्डमा राखियोस् सभामुख महोदय, ताकि इतिहासले हेरोस् कि प्रतिपक्षमा कस्ता कस्ता सभासदहरू, सांसदहरू हामीले पठाइछौँ भनेर पुस्ताले देख्न मिल्ने गरी राखियोस्। यो दुईटा कुरा मध्ये एउटा कुरा गरियोस्। धन्यवाद। हिजो सभामुखको अपमानको विषय उठाउँदा तपाईहरूले तुरुन्तै नियमापत्ति गर्दै अभिलेखबाटै हटाउनु भयो। हाम्रो साथ र सम्मान छ। हिजो सत्तापक्षका एक माननीय सदस्यले भन्नुभयो, इतिहासले प्रतिपक्षका सांसदहरूलाई हेर्नेछ, उनीहरू कस्ता थिए भनेर मूल्याङ्कन गर्नेछ। तर आज म सत्तापक्षलाई पनि त्यही प्रश्न फर्काउन चाहन्छु। जब प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि प्रश्न उठ्यो, त्यो विषयमा तपाईहरू किन मौन बसिरहनु भएको छ? राष्ट्रको विषय आउँदा तपाईहरूको आवाज किन आउँदैन? भाषामा सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू, म तपाईकै भाषामा सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू, के आफ्ना पीडा सुनाउन नागरिकहरूले आफ्नै शरीरमा आगो लगाउनु पर्ने अवस्था आउँछ? के आफ्ना पीडा सुनाउन नागरिकले आफ्नै शरीरमा आगो लगाएर मर्नुपर्ने अवस्था आउँछ? के राज्य साँच्चीकै यति निरीह र असफल भइसकेको हो? के राज्य साँच्चीकै निरीह असफल भएको हो? सम्मानीय सभामुख महोदय, म सभामुखलाई एउटा निवेदन गर्न पर्यो। तपाईँ कान सुन्नुहुन्छ कि सुन्नुहुँदैन? मेरो यो सभामुखलाई यो निवेदन हो। माननीय सदस्य, आफ्नो भनाइ मर्यादामा बसेर बोल्नु होला। माननीय सदस्यलाई योभन्दा अगाडि बढ्नलाई म निर्देशन दिँदिनँ, समय दिँदिनँ। बस्नुहोस्। सभामुख यस्तो गरिमाय सदनमा आत्तिएर एउटा विषयवस्तुमा प्रवेश गर्नुहोस्। मान्य सदस्य, कुरा राखिरहेको बेलामा विषयवस्तुमा प्रवेश गर्नलाई म मान्य सदस्यलाई जानकारी गराउँछु। व्यवहार गर्ने भयो नि, तपाईँले 5 वर्ष सभामुख चलाउँदैन सभामुख, मैले बुझिसकेँ। के कुरा भन्दै हुन्छ भने कुरा सुन्नु पर्यो कि परेन? नसुनिकन तपाईँले जे एकैचोटि भन्न मिल्छ? कस्तो मोजी दमदार कुरा राख्ने इच्छा थियो, तर मेरो कारणले गर्दाखेरि 15 मिनट स्थगित भयो। अनि सबै मान्नेले नि भन्नुभयो तपाईँ खालि स्थगित गर्नुहुन्छ भनेर। म एउटा कुरा भन्न चाहन्छु, मैले अघि भाषा मिलाउनु खोज्दै थिएँ। बसको नीलो रङ फेर्ने बित्तिकै
77 जिल्ला र 753वटा स्थानीय तहमा चल्ने हो कि फेसबुकका भित्ता रङ्ग्याउनको लागि मात्रै सरकारले यो देखावटी गरिएको हो? 100 दिनमा लोकप्रियता कमाउनको मान्य लागि सदस्यलाई मैले अहिले समय दिँदैमा ध्यानाकर्षण गराएको थिएँ। विषयवस्तुमा प्रवेश गरौँ, विषयवस्तुमा मात्रै बोलौँ। सम्माननीय सभामुख मार्फत गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर हो? म यो सम्मानित सदनलाई सभामुख मार्फत सोध्न चाहन्छु, कतिजना हुनुहुन्थ्यो हिजो त्यो हस्पिटलमा तपाईँहरू? जतिजनालाई घाँटी चिचार गराउनु भइरहेछ यहाँ। सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्ने गरी चिच्याएको भनेर भन्न मिल्दैन। चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई। तपाईँले सोध्नु होला जतिजना मान्छेले त्यसलाई स्टन्टबाजी भन्नुभयो, क्यामेरा लिएर हिँड्छ भनेर। क्यामेरासँग भाग्ने मान्छेहरू हामीहरू, क्यामेरा आएर बोलेको तपाईँले हतपत्त हामीलाई। एयर एम्बुलेन्सहरू पुर्याइदिएको भए त्यो एयरपोर्टमा दौडिनुको सट्टा एउटा प्लेन मात्र एयरपोर्टमा पठाएर दिल्ली जान कति लाग्छ? 2 घण्टा। सम्माननीय सभामुख महोदय, त्यतिखेरको कन्डिसन तपाईँलाई थाहा छैन। किन थाहा छैन? किन तपाईँ त्यहाँ पुगेकै छैन। आज गृहमन्त्रीले युट्युबहरू कति चलायो, आज युट्युबमा कन्टेन्ट कति क्रिएटर गर्यो, त्यो महत्त्वपूर्ण कुरा होइन। मिडियाकर्मी साथीहरूलाई सोध्नु होला, कहिले मैले बोलाएको छु मिडियाकर्मी साथीलाई मलाई आएर घेरेर बस्छ भनेर? कहिले भनेको छु मैले? त्रिपुरेश्वर स्थित नेपाल सरकारको राहदानी विभाग अगाडि एक अज्ञात पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खनाएर आत्मदाहको प्रयास गर्नुभएको छ। सरकार बनेपछि जनताको घर घरमा राहदानी पुर्याइदिने उद्घोष गरेको सरकारले आज राहदानी दिन ढिलाइ गरेकै कारणले उहाँले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खनाएर आत्मदाह गर्नु परेको कुरा प्रारम्भिक रूपमा आएको छ। कौन है ये लोग, कहाँ से आते हैं? सक्नुहुन्छ तपाईँहरूले गर्नुहोस्, सक्नुहुन्न हामी आएपछि गर्छौँ।